राधे राधे सबैजनालाई। र म अहिले चाहिँ निस्किन लागेको मेदु किन भन्नुहुन्छ भने मैले छोटा हात्ती गाडी चाहिँ भाडामा दिएको छु नि त मेदुमा, अनि गएको पनि छुइनँ, हेरेको पनि छुइनँ। अनि गाडी कस्तो के भयो अनि त्यो पनि आज हेरेर आउनु पर्यो। अनि गाडीको भोलि सर्भिसिङ पनि छ नि त, अनि उनीहरूलाई भनिदिएर गाडी पनि धुलाइसुलाई गरेर सर्भिसिङमा चाहिँ भोलि बिहान लिएर जानु है भनेर त्यो पनि भनेर आउँछु। र गाडी चाहिँ मेन उद्देश्य चाहिँ हो मेरो गाडी हेरेर आउने, किनभने अब 1 साल भइसक्यो गाडी दिएको, आइसुन गएर हेरेको पनि छुइनँ। र अहिले चाहिँ म मेदु पनि हिँड्न लागेको र तपाईँहरूलाई मेदुको नजारा पनि देखाउने छु, हेर्दै जानु होला र मेरो भिडियोमा बनिराख्नु होला। म मेदुको नजारा देखाउँछु र मेरो गाडी मैले कहाँ भाडामा दिएको छु त्यो पनि म तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ म गाडीमा पनि आइपुगिसकेको छु। अब गाडी स्टार्ट गरेर सिधै मेदु जानेछु, हेर्दै जानु होला। म गुनानगर पनि पार भएको छु अनि अहिले यहाँ आइपुगिसकेको छु। यो बाटो चाहिँ हेर्नु न धेरै खराब भएको छ। र यो बाटो चाहिँ कुन बाटो भन्नुहुन्छ भने यही बाटो नै हो परशुरामकुण्ड जाने। अहिले म जहाँ जाँदैछु नि मेदु भन्ने ठाउँबाट तपाईँको परशुरामकुण्ड त्यति टाढा छैन के, छेउमै हो। अनि मैले चाहिँ गाडी मेदुमा दिएको छु, अघि तपाईँहरूलाई भनिसकेको छु। अब आज गएर हेर्नेछु कस्तो के कन्डिसनको रहेछ। राम्रो कन्डिसन हिसाबले राखेको रहेछ भने त म ल्याउँदिनँ। अब अलिकति अब अर्का गाडी हो भनेर त्यस्तै हिसाबले चाहिँ चलाएर त्यस्तै हिसाबले चाहिँ राखेको रहेछ भने चाहिँ म त्यो गाडी लिएर आउने छु, म तपाईँहरूलाई पनि देखाउने छु। यो बाटोले चाहिँ रिसोर्टहरू धेरै राम्रो पनि रिसोर्टहरू भेटेको छ र तपाईँहरूलाई पनि म एक झलक चाहिँ यहाँ बाटो छेउबाट चाहिँ देखाइदिन्छु। भित्र त अब रिसोर्टमा त पस्दिनँ म। अब यहाँ अगाडि छ यो, यहाँबाट चाहिँ तपाईँको टुङटाउ जानुपर्छ कि, टुङटाउ भन्ने ठाउँ तपाईँहरूले सुन्नुभएको थियो होला, उहाँ देखाएको छ नि हेरो, यहाँबाट चाहिँ टुङटाउ हो। अनि अलिकति अगाडि गएपछि 7 केमहरू सब छ कि, म तपाईँहरूलाई रिसोर्टहरूको चाहिँ अलिअलि झलक देखाउँदै लानेछु, हेर्दै जानु होला। हेर्नु होला, यहाँबाट चाहिँ 7 केम रिसोर्ट पस्नुपर्छ, 7 केम लेखिराखेको छ। अनि अब अलिकति अगाडि गएपछि अर्को रिसोर्ट छ। म अलिकति तपाईँहरूलाई बाहिरकोबाट नजारा देखाइदिने छु, हेर्नु होला। यता आउनुभयो भने चाहिँ यहाँ पस्नु होला, धेरै राम्रो पनि छ। यो एउटा भयो कन्ट्री रिसोर्ट मरुवा, अनि यो भयो नामवेन हेर्नु न, के बढिया छ भने यो एकदम मैले बाबुहरूलाई एकबार अनि सालीहरूलाई भाइहरूलाई लिएर आएको थिएँ, एकदम मजा छ कि यो रिसोर्ट चाहिँ। अहिले चाहिँ म मरुवा पनि आइपुगिसकेको छु। यसमा चाहिँ म पसेको छुइनँ है साथी हो, यो पनि राम्रो छ एकदम। बाहिरबाट हेर्दाखेरि चाहिँ यो चाहिँ नदीमा एकदम बढिया आउँछ छ क्या। अब यहाँबाट चाहिँ बेसी टाढा होइन कि, यहाँबाट चाहिँ अब म आइपुगिहालेँ। अब 2 किलोमिटर छ मेदु पुग्नको लागि, अनि म पुगेर पनि म तपाईँहरूलाई देखाउने छु, हेर्दै जानु होला। अहिले जुन हामी यता बस्छौँ चोखाम आलुबारीतिर साथी, त्यो चाहिँ भयो नामसाई डिस्ट्रिक्ट, अनि यो मेदु चाहिँ पर्छ लोहित डिस्ट्रिक्ट। नामसाई र लोहित डिस्ट्रिक्ट चाहिँ कहाँबाट छुट्टिन्छ भन्नुहुन्छ भने यहाँबाट यो अगाडि देख्नु हुँदैन नि गेट जस्तो, यो गेटै बनाएको हो बनाउन चाहिँ, पुलिस पोइन्ट अगाडिपट्टि छ। अनि यो चाहिँ एकदम हेर्नु न सानो बनाएको रहेन रहेछ। अनि यहाँबाट चाहिँ छुट्टिन्छ है, यता अहिले जता म छु यता चाहिँ भयो तपाईँको नामसाई डिस्ट्रिक्ट, अब यहाँबाट उता चाहिँ भयो लोहित डिस्ट्रिक्ट। अहिले चाहिँ म मेदु पनि आइपुगिसकेको छु र आज चाहिँ सन्डे हो, यहाँ सन्डे चाहिँ मेदु बजार लाग्छ नि त, हेर्नु म तपाईँहरूलाई देखाउने छु। यतातिर चाहिँ हो मेदु बजार, उता भित्रपट्टि चाहिँ हो। हेर्नु न गाडीहरू दुई साइडै राख्न कम्ती बिजोक हुँदैन, के भन्नुहुन्छ र। गाडीहरू एउटा गाडी आयो भने पार गर्न साइड गर्न चाहिँ बहुत दिगदार हो। दुई साइडै गाडी राख्ने चाहिँ यो रुल नहुनुपर्ने हो कि, एक साइड मात्रै हुनुपर्ने। अहिले चाहिँ म यो मिसु साथीको घरमा पनि आइपुगिसकेको छु र यहाँ बाटामा चाहिँ पर्खिरहेको छु। म घरमा चाहिँ गइनँ भने चाहिँ ऊ साथी चाहिँ रहेन रहेछ कि, नामसाई गएको रहेछ। अनि थोडा रुख्यो निरजी हामी आएर भन्दै थियो, अब धेरै बेर रोक्न पनि सक्दिनँ। अहिले गाडी चाहिँ वाखरु गएको रह कि बैलरहरू लिएर बिक्री गर्नको लागि। अनि त्यो अर्को ड्राइभरलाई फोन गरेको थियो, हम आ रहा है भैया 5 मिनट में पहुंच जाएगा, आप रुकिए गाडी देख के जाइए भनेर भन्दैछ। अब गाडी त म राति नै भए पनि हेरेरै जान्छु, अब साथीलाई चाहिँ भेटिन भने पनि केही छैन, गाडी चाहिँ म हेरेर जान्छु। गाडी ठिकै छ भने चाहिँ लान्न छोडिदिन्छु, अगर गाडी चाहिँ अलिकति त्यस्तै उस्तैले राखेको छ भने चाहिँ गाडी लान्छु, तर गाडी आज चाहिँ लान्न भनेर जान्छु म, 1-2 दिनमा आएर गाडी लिएर जान्छु भनेर। र अहिले म यो साथीको यो बाहिर चाहिँ यहाँ बसिराखेको छु गाडीमा, अनि गाडी चाहिँ यताबाट आउँछ, अनि गाडीहरू हेरेर अनि म फर्किनेछु र म तपाईँहरूलाई पनि देखाउने छु, हेर्दै जानु होला। गाडी पनि आइपुगिसकेको छ, गाडी चाहिँ यही हो मेरो, जाऊ म उतै आउँछु हेर्नको लागि। गाडी पनि आइपुगिसकेको छ, यो चाहिँ गाडी हो, बैलर सैलर बिक्री गरेर आएको होला। अनि अब यो गाडीहरू हेरेर चाहिँ अनि म जानेछु। मेरो गाडी चाहिँ यही हो साथी हो, हेर्नु होला। मैले तपाईँहरूलाई एक नजारा पनि देखाइदिएको, मैले चाहिँ अघि नै एक बार म
मजाले हेरी कुदाइ हेरी एकदम हेरेको त पुरा मेन्टेनेन्समा राखेको के गाडीहरू चाहिँ। अब बोइलर बोक्ने गाडी अलिअलि त गन्दाहरू त हुन्छ नि त, जहाँ जे काम गरे पनि गन्दाहरू त हुन्छ। यो एक साइडको चाहिँ दरवाजा खोल्ने चाहिँ टुटेको रहेछ। कुन चाहिँ एउटा दारूसारू खाने केटाले गेजु गरेछ, उनीहरूले लक गरेर भित्र बसेछन् नि त। अनि जबरजस्ती बाहिरबाट खोल्दाखेरि चाहिँ त्यो तोडेछ कि त्यो केटाले। अनि त्यो भोलि सर्भिसिङमा जाँदाखेरि भैया हम चेन्ज गरेगा, भैयाको बोल के राखा है भनेर भन्दै थियो। अनि त्यो त भोलि चेन्ज भइहाल्छ। अरू चाहिँ एकदम गाडी पुरा मेन्टेनेन्समा राखेको रहेछ। यो भित्र पनि मैले तपाईँहरूलाई एक नजर देखाइदिएको हेर्नु होला। अब यस्तो मजाले राखेको रहेछ गाडी। अब कता लानु हो, अब आफूले जस्तो हिसाबले राखिन्छ त्यही अनुसारले यसले पनि राखेको रहेछ। अनि गाडी हेर्नु न जस्ताको त्यस्तै छ, कहीँ केही दागी पनि लागेको रहेन रहेछ। गाडी हेरी पनि अहिले चाहिँ म त्यहाँबाट पनि निस्किसकेको छु। धेरै बेर बसेँ कि चियाहरू खुवायो, एकदम भने जस्तै राखेको रहेछ। अनि अब यस्तरी राखेको रहेछ गाडी। अनि बाबामा पनि धेरै राम्रो लाग्यो कुराहरू गरेको सुनेर। अनि के ल्याउने बिचराहरूले पनि भन्नु, हम चलाते रहेगा, आप जब बोलेगा तब त दे देगा, आपका ही गाडी है भनेर त्यस्तो पाराले भन्नु। अनि छोडिदिन्छु खाएको रहेछ। भोलि सर्भिङमा गएर त्यो एक दुईवटा के टुटेको छ त्यो उनीहरूले लगाइहाल्छन्। टुटेको पनि त्यो धेरै के टुटेको हो र त्यो हेन्डलै टुटेको, यो एक साइडको लेफ्ट साइडको टुटेको रहेछ, त्यो पनि उठाइदिएको रहेछ त। अनि अहिले चाहिँ म पर्खिहेरी पनि यहाँ गेटनेरि पुग्न आँटिसकेँ, यो पुलिस पोइन्ट गेटनेरि। म सिधै घर जानेछु। ल है साथी हो, आजको लागि यति नै। फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला। भिडियो कस्तो लाग्यो भन्नु होला र सपोर्ट गर्नु होला। धन्यवाद।